नमस्कार साथीहरु, तपाईलाई मेरो अर्को भिडियोमा स्वागत छ। आज यो भिडियोमा नेपालको युएसए सँग भएको आजको खेलको बारेमा कुराहरु गर्नेछौं। के कुराहरु नेपालको लागि गलत भयो र नेपाल खेल जित्नबाट चुक्यो त्यो बारेमा आज हामी कुराहरु गर्नेछौं। यदि तपाईलाई मेरो च्यानल मन पर्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला। यो भिडियो लास्टसम्म हेर्नु होला र भिडियो मन पर्यो भने भिडियोलाई लाइक र शेयर पनि गर्न नभुल्नु होला। लेट्स गेट इन्टु द भिडियो। नेपाल र युएसए को गेम एकदमै ड्रामेटिक भयो। ड्रामेटिक इन अ सेन्स कि नेपाली क्रिकेट फ्यानले सोच्दै नसोचेको जस्तो खेल आज भयो। नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गर्यो। इट कुड बी अ गुड डिसिजन र युएसए ले पहिला ब्याटिङ गर्न आयो। ब्याटिङ गर्ने क्रममा यदि फेज बाइ फेज को कुरा गर्ने हो भने युएसए ले फर्स्ट 10 ओभरमा यानी कि पावर प्ले 1 मा 32 रन मात्रै बनाउन सफल भयो, एउटा विकेट गुमायो। युएसए को सेकेन्ड पावर प्ले को कुरा गर्ने हो भने युएसए आफ्टर 40 ओभर्स 171 रन फर 5 विकेट यानी कि 10 देखि 40 ओभर्स को बीचमा युएसए ले 4 वटा अझै विकेट गुमायो। स्टिल नट ब्याड स्कोर। नेपाल अझै पनि गेममै देखिएको छ। अब सुरु हुन्छ नेपालको सबैभन्दा ठूलो विकनेस, नेपालको डेथ बलिङ। 40 देखि 50 ओभरको फर्ममा नेपालले 40 देखि 50 ओभरको फर्ममा युएसए लाई 91 रन दियो। यस, यु आर राइट, 91 रन। रन रेट एट 9.1, अराउन्ड 9.2। यो टी20 हैन, यो ओडीआई गेम हो। ओडीआई गेममा यदि लास्ट 10 ओभर्समा तपाईहरु 92 रन दिनुहुन्छ भने यु इन्भाइटिङ द टिम टु पोस्ट अ भेरी बिग च्यालेन्जिङ टोटल। त्यही नै भयो। ग्राउन्डको एभरेज रन्स 227 थियो दुबई क्रिकेट ग्राउन्डको। तर युएसए ले 50 ओभर्स एन्ड गर्ने बेलामा 260 प्लस रन्स बनाउन सफल भयो। नेपाल सधैं जसरी ओडीआईमा डेथ ओभर बलिङमा एकदमै चुक्यो। नेपालको बलिङको कुरा गर्ने हो भने सन्दीप लामिछानेले 2 विकेट लिन सफल भए। त्यसैगरी अरु बलरले भने खासै त्यस्तो राम्रो प्रदर्शन गरेको देखिएन। दिपेन्द्र सिंह ऐरीले 2 ओभर मात्रै बलिङ गर्न पाए, तर उनको 2 ओभरमा पनि उनले राम्रो प्रदर्शन गरेका थिए। अब यहाँनिर क्याप्टेनको डिसिजनमा क्वेशन आउँछ। किन रोहित कुमार पौडेलले दिपेन्द्र सिंह ऐरीलाई मोर ओभर्सहरु गर्न दिएनन्? किन उनले फोर्सफुल्ली इन अ वे रन खाइरहँदा पनि करण केसीलाई नै प्रायोरिटाइज गरेर करण केसीलाई नै बलिङ गर्न लगाइरहे। सोमपाल कामीले रन खाइरहँदा सोमपाल कामीलाई नै बल गराउन लगाइरहे। हो, सोमपाल कामी, करण केसी र दिपेन्द्र सिंह ऐरी दे आर अल टोटली डिफरेन्ट बलर्स। बट यदि यो कमन सेन्सको पनि कुरा हो। न त हामी त्यो फिल्डमा थिएनौं र हामीलाई भन्न सजिलो हुन्छ, तर पनि इफ यु थिंक भेरी स्ट्रेट फरवर्ड, इफ अ प्लेयर इज प्लेइङ वेल, इफ अ बलर इज गिभिङ भेरी लेस रन्स, किन त्यही बलरलाई कन्टिन्यू नगराउने? So it could be a good question for the post match for Team Nepal. अब नेपालको चेजको कुरा गरौँ। नेपाल चेज गर्नलाई उत्रेको थियो आफ्नो नर्मल ओपनर्स कुशल भुतेल र आशिष शेखको साथमा। नेपाललाई यो गेममा नेपाललाई जे कुरा वर्कआउट गरिरहेको थियो यो गेममा त्यही वर्कआउट भएको छैन। पास्ट टुर्नामेन्ट वर्ल्ड कप क्वालिफायरमा नेपालको लागि कुशल भुतेलले माथिबाट टप अफ द अर्डर गुड रन्स बनाइरहेका थिए। यो म्याचमा आएर उनी 2 बल खेलेर 0 रनमा डक आउट भएर वापस जानु पर्यो। यसले गर्दाखेरि अलरेडी नेपाल टिम एकदम प्रेसरमा थियो। नयाँ खेलाडी भीम सार्की आए, उनले के नेपाललाई प्रेसर होल्ड अफ गर्नलाई हेल्प त गरे। सेम विथ आसिफ शेख जसले ट्राई गरिराखेका थिए राम्रो शट खेलेर प्रेसर इज अफ गर्नलाई, एन्ड दे वर इन सम वेज बीइङ गुड एज वेल। 10 ओभरको कम्पेरिजन हेर्ने हो भने नेपाल एन्ड युएसए कम्पेरिटिभली सेम। नेपालले पनि लगभग युएसए ले जस्तै 30-32 रन र 1 विकेट गुमाएको थियो। नट टु ब्याड। अब सुरु हुन्छ मिडल ओभर्स। मिडल ओभर्समा युएसए ले एकदमै प्रेसर दिन थाल्यो नेपाललाई। उले कुनै पनि बलरलाई सेट गरेर बलिङ गर्न दिइरहेको थिएन। द मिस्टेक दैट नेपाल डिड विथ करण केसी एन्ड सोमपाल कामी, उनीहरूले कन्टिन्युअसली बल गरेका थिए इभन दो दे वर बीइङ हिट फर मोर रन्स। नेपालले चेन्ज त्यति धेरै गरिरहेको थिएन। बट युएसए प्लेड इट स्मार्ट। युएसए ले आफ्नो बलर्सहरुको स्पेल एकदमै छोटो राखिरहेको थियो। 2 ओभर 3 ओभर देन चेन्ज, फेरि अर्को गुड बलर 2 ओभर 3 ओभर अनि चेन्ज। इभन द ग्रेट बलर जसले यो म्याचमा 6 विकेट लिए फर युएसए, हरमित सिंह, उसको स्पेलहरु पनि उनीहरूले ग्यापमा गइरहेका थिए। यसले गर्दाखेरि नेपाली ब्याट्सम्यानहरु सेट हुनै पाएनन्। एक दुईटा प्लेयरहरु जस्तै भीम सार्की, आसिफ शेख सेट हुँदै थिए, उनीहरूले सडनली बलिङ चेन्ज गरे र नेपालको रन कम भएको कारणले रन रेटको प्रेसर इज अफ गर्ने चक्करमा बिग शट खेल्ने गए र उनीहरू र बिग शट खेल्ने प्रयासमा उनीहरू पनि आउट हुँदै गए।
मोस्ट डिसपोइन्टिङ अगेन मिडल अर्डर कोल्याप्स। नेपालको मिडल अर्डरमा रोहित पौडेलले लगातार फ्लप प्रदर्शन गरिरहेका छन्। उनी क्याप्टेन हुन्, उनीमा अलरेडी गेमको एकदमै प्रेसर हुन्छ र यस्तो सिचुएसनमा क्याप्टेनले क्याप्टेन जस्तो पारी खेल्नु पर्यो। एटलिस्ट केही रन आज जस्तो दिनमा उनको ब्याटबाट निस्किनु पर्ने थियो, बट न, इट वाजन्ट पोसिबल। 2 रन बनाएर क्याप्टेन रोहित पौडेल पनि बिग सर्ट खेल्ने कोसिसमा उनी आउट भए। त्यसपछि दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले इनिङलाई के होल्ड अफ गर्न भने खोजेको हुन्। अनफर्चुनेटली आरिफ शेखलाई भेरी अनफर्चुनेटै भन्नुपर्छ, भेरी अनलकी रनआउटबाट उनी आउट हुन पुगे। त्यसपछि दिपेन्द्र सिंह ऐरी स्टिल was in the crease and he was trying his best to get more runs on the board and get Nepal to a respectable run chase, but not possible. एउटा साइडबाट एउटा प्लेयरले मात्रै गरेर कहाँ हुन्छ र? क्रिकेट इज अ टिम स्पोर्ट एन्ड इट्स अ टिम स्पोर्ट फर अ रिजन। एक साइडबाट दिपेन्द्र सिंह ऐरीले थोरै प्रेसर गर्न खोज्दै थिए र अर्को साइडबाट प्लेयर्सहरू आउँदै 1-2 बल खेल्दै त्यसपछि 1-2 रन बनाउँदै आउट हुँदै गइरहेका थिए। यसले गर्दाखेरि दिपेन्द्र सिंह ऐरीमा पनि प्रेसर आउँदै गयो र होल टिम नेपाल मिडल अर्डरदेखि लोअर अर्डरसम्म कम्प्लिट कोल्याप्स। अब अन्तिममा आएर जुन बलरहरू छन्, टिपिकल बलर्सहरू, प्रपर बलर्सहरूबाट ब्याटिङ घाँस भने तपाईँले सधैँ गर्न सक्नु हुँदैन। करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, दे आर प्राइम बलर्स रादर देन ब्याटिङ अलराउन्डर्स। उनीहरूले ब्याटिङ गर्न सक्छन्, यस, बट दे आर नट डिपेन्डेबल ब्याट्सम्यान। टिम नेपालको सायद यही नै प्रब्लम भइरहेछ ओडिआईमा। वी से वी हेभ डेफ, वी से करण केसी क्यान ब्याट, हामी भन्छौँ सोमपाल कामी क्यान ब्याट, हामी भन्छौँ सन्दीप लामिछाने क्यान ब्याट, बट क्यान दे रियली ब्याट लाइक अ ब्याट्सम्यान? नो, एन्ड इट्स अ फ्याक्ट। त्यही भएर आई थिङ्क नेपाल निड टु प्लान इन अ बेटर वे। अब हामी यहाँ कोल्याप्स भएर मिडल अर्डरमा कोल्याप्स भयौँ भने पनि डाउन द लाइन गएर हामी गर्न सक्छौँ भन्ने मेन्टालिटीले नेपालले खेल्यो भने आइम प्रिटी स्योर नेपाल विल नट विन अ सिङ्गल गेम। नेपालको मिडल अर्डर ब्याट्सम्यान दे निड टु टेक द रेस्पोन्सिबिलिटी। म आउट हुनु छैन, बिकज यदि इफ आइम आउट एट दिस स्टेज देयर इज नो बडी डाउन द लाइन। त्यो मेन्टालिटीले खेल्यो भने नेपालको मिडल अर्डर ब्याट्सम्यान दे विल स्टार्ट गेटिङ सम रन्स, अनि टिमको प्रेसर पनि इज अफ हुन्छ। गुलसन झा वाज अ बिग डिसपोइन्टमेन्ट टुडे। इन अ वे ही वाज अनलकी टु, आई डोन्ट नो, अब अम्पायर कल इज एन अम्पायर कल, बट आई डोन्ट नो हाउ राइट इट वाज और हाउ रङ इट वाज। ही वाज गिभन आउट, सो ही इज आउट। तर पनि आई थिङ्क गुलसन झा वाज स्टिल गोइङ फर द्याट एक्स फ्याक्टर पर्फर्मेन्स लाइक इन T20I। यो T20I होइन, आई थिङ्क गुलसन झा he need to adapt to the system of ODI, किनकि यो ODI हो। now we're not in World Cup qualifier anymore, अब World Cup qualifier मा हैन हामी। so गुलसन झा and some other players like कुशल भुटेल need to step up, अनि जसरी उनीहरूको फर्म चलिरहेछ they need to play their brand। यदि उनीहरूले त्यसो गरेको खण्डमा नेपाललाई फ्युचरमा सजिलो हुनेछ। बेस्ट बलिङ फिगर फर हरमित सिंह, म्यान, मैले अगाडिकै मेरो म्याच प्रिभ्यूको भिडियोमा पनि भनेको थिएँ, हरमित सिंह, स्टे अवे फ्रम हरमित सिंह। बाई द वे, इफ यु गाइज हेभन चेक आउट द्याट भिडियो, प्लिज डु। यदि तपाईँहरूले अझै पनि मेरो त्यो भिडियो हेर्नुभएको छैन भने तपाईँहरूले त्यो भिडियो गएर हेर्न सक्नुहुनेछ। त्यहाँ मैले डिटेल एनालिसिस भनेको थिएँ कि नेपालको लागि कुन प्लेयरहरू चाहिँ इम्पोर्टेन्ट हुन्छन् र नेपालको अगेन्स्टमा युएसएको कुन प्लेयरहरू चाहिँ डेन्जरस हुन्छन्। मैले भनेको धेरै मध्ये धेरै कुराहरू पनि मिलेको छ। मैले भनेको थिएँ हरमित सिंह will go for wickets, and he did. He penetrated the whole Nepali squad. हरमित सिंह नआउने बेलासम्म नेपालको सिचुएसन कन्सिडरेबली राम्रै थियो र हरमित सिंहको स्पेल सुरु भइसकेपछि नेपाली ब्याट्सम्यान दे जस्ट केप्ट गिभिङ हिम विकेट्स। एन्ड हरमित सिंह इज सच अ प्लेयर जसले एकचोटि विकेट लिन थालेपछि he won't stop. He just won't stop, and he proved it today. उसले आज आफ्नो करियरको सबैभन्दा बेस्ट बलिङ फिगर्स प्रेजेन्ट गरेको छ अगेन्स्ट एनी टिम। 6 विकेट्स, नट अ जोक। सो कुडोज फर हरमित सिंह। त्यसै गरी मिलिन्द कुमारको एक्सप्लोसिभ ब्याटिङ इन द डेथ ओभर्स, आई थिङ्क इन सम वेज युएसएलाई पनि थाहा थियो। आई मिन यो त अब वर्ल्ड वाइडै थाहा भएकै कुरा हो, नेपालको डेथ ओभर भनेको इज भेरी ब्याड। नेपालको डेथ ओभर पर्फर्मेन्स जस्तो नराम्रो केही पनि छैन। अब एन्ड्रु लेनर्डले पनि भनिराख्नु भएको हुन्छ, इट्स द एक्रिलिस हिल अफ नेपाल क्रिकेट भनेको नेपालको सबैभन्दा ठुलो विकनेस भनेको डेथ ओभर बलिङ। र त्यो कुरामा आई थिङ्क युएसए क्रिकेट ह्याड कम्प्लिट आइडिया अबाउट इट। उनीहरूले गेमलाई भेरी ग्रेजुअल्ली अगाडि लिँदै गए
र जब डेथ ओभर सुरु भयो दे न्यू नेपाल वुड मेक मिस्टेक एन्ड नेपाल डिड त्यसपछि दे युटिलाइज अन द्याट मिस्टेक उनीहरूले 10 ओभरमा 92 रन दे पोस्टेड अन द बोर्ड इन लास्ट 10 ओभर विच इज इन्सेन इन ओडिआई तर नेपालको लागि यो नर्मल जस्तो भइसक्यो नेपाल निड टु वर्क अन देयर डेथ ओभर बलिङ अब प्लेयर चेन्जले गर्ने हो या स्ट्राटेजी चेन्जले गर्ने हो वी डोन्ट नो बट नेपाल फ्यान हामी वी एक्सपेक्ट अ लट फ्रम आवर टिम जुन टिम 6वटा गेममा अनडिफिटेड देन वी लुज टु युएसए जस्ट बिकज हाम्रो डेथ बलिङ राम्रो छैन द्याट्स अनएक्सेप्टेबल अनि हामी फुल मेम्बर नेसन हुने टेस्ट क्रिकेट खेल्ने कुरा गर्छौँ यदि हाम्रो डेथ बलिङ यस्तो छ भने हाउ क्यान वी इभन थिङ्क अबाउट द्याट त्यही भएर नेपाल निड टु वर्क अन दिस टु क्रिएट अ न्यू इमेज अफ नेपाल क्रिकेट र दिस हेज बिन गोइङ अन फर अ लङ टाइम सो आई थिङ्क दिस इज टाइम फर नेपाल टु फाइनली लुक ब्याक एन्ड से हे ओके वी आर नट गुड आई थिङ्क वी निड अ बेटर स्ट्राटेजी मेरो विचारमा गुड स्ट्राटेजी कुड बी अ प्लेयर चेन्ज nothing against Karan Casey, but I don't think he's suitable anymore for death bowling. So maybe change him with somebody dependable. In this case, I think Nandan Yadav could be a more dependable death over bowler. Nandan Yadav is young and he's making some mistakes, but still he is, I think, more control than Karan Casey, or he has that spark in death over than Karan Casey. But he still need to be tested. So I think he'll get chance in his in next match against UAE, and we hope Nepal win the next match against UAE. भिडियोलाई अन्तिमसम्म हेर्नु भएकोमा धेरै धेरै धन्यवाद तपाईहरुलाई भिडियो मन पर्यो भने यो भिडियोलाई लाइक र शेयर गरिदिनु होला र च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला मैले नेपाल क्रिकेटको बारेमा थुप्रै भिडियोहरु बनाउँदै आएको छु नेपालको करेन्ट CWC लिग 2 को जर्नीको बारेमा पनि मैले डे टु डे अपडेट दिँदै नै आएको छु र दिने नै छु अब नेपालको नेक्स्ट म्याच छ UAE सँग त्यसको बारेमा पनि मैले नयाँ भिडियो बनाएर हाल्ने नै छु प्लिज स्टे अपडेटेड र मेक श्योर यु चेक दैट भिडियो टु थ्यांक यू भेरी मच बाइ बाइ